हेलो वेलकम बैक टू माई यूट्यूब च्यानल। सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ ड्युटी गर्छु। सो घाम चाहिँ लास्टै नै लागिरहेछ कि घामको कुरै नगरौँ कि यसरी हिँड्नुपर्छ। आज चाहिँ साह्रो तातो भएर मैले साथीको टोपी लगाएर आएको छु। यो पनि गर्मी साउदीमा वात्तै बढेको छ। किन हो यस्तो? म सधैँ चाहिँ गाडीमा जान्थेँ। अब कम्पनीकै गाडी छ अनि अहिले चाहिँ म त साथीकोमै बस्छु। मैले काम गर्ने छेउमै। अनि मेरो रुममा एसी नभएको कारणले चाहिँ एकजना दाइले एसी बिग्रेको थियो अनि निकालेर बेचिदियो कि के गरे यार। एसी त रुममा त छँदै छैन यार। घाम हेर्ने हो भने पुरै डढिसक्यो यार। म्यानेजरलाई रिक्वेस्ट गरेको छु हालिदिन्छ चाहिँ भनिरहेको छ। कहिले हालिदिन्छ थाहा छैन। यस्तो गाह्रो छ यार साउदीमा। अनि यतै साथीमै बस्छु। अब भोलि चाहिँ म साथीलाई पनि प्र्याङ्क गर्छु नि त। त्यस्तो भनेर म प्र्याङ्क गर्नेछु है भोलि। म घाम लास्टो छ यार। सो त्यही हो, विदेशको ठाउँमा गाह्रो छ। ल्याङठाङ हिँड्नुपर्छ होइन। त्यही घामको त कुरै नगरौँ पुरै।